नमस्कार साथीहरू। आज हामी आइतबारको दिन छुट्टीको दिन एउटा नयाँ ट्रेलमा लागेका छौँ। यो चाहिँ तारकेश्वर महादेवको मन्दिर, यो काठमाडौँको तारकेश्वर नगरपालिकाभित्र पर्ने। र आज फेरि पनि हामी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट भित्र लागेका छौँ। यो ठाउँमा जानको लागि चाहिँ तपाईँलाई यो बालाजु बाइपासबाट माथि 3 पिप्ले भन्ने ठाउँ छ, नुवाकोट जाने बाटो। त्यहाँ आएपछि चाहिँ बसबाट झरेर वा गाडी त्यहाँ राखेर त्यहाँबाट माथि भुवनेश्वरी टेम्पल जान सक्नुहुन्छ। अनि त्यो टेम्पल यसो दर्शन गर्ने, अनि टेम्पल दर्शन गरेपछि उकालो लाग्ने। अलिकति वरा 5 माने भन्ने ठाउँ रहेछ। 5 मानेबाट चाहिँ उकालो लागेपछि अब तारकेश्वर महादेव मन्दिर भन्नेमा चाहिँ हामी जाँदैछौँ। अन्य ट्रेलको तुलनामा यो अलिकति शान्त पनि रहेछ, मान्छे पनि कम। 5 मानेबाट माथि लगभग 20 मिनट 25 मिनटको हिँडाइपछि अब तारकेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा आइपुगेका छौँ। यो चाहिँ 5 माने पोस्टले यहाँ यस्तो राखेको छ, पज गरेर पढ्नु होला। अनि त्यस्तै छ, वाला नगर्नुहोस् भनेको छ। अलिअलि बोलिरहेको छु म है, धेरै बोल्नु भएन। र यहाँ हामी मन्दिरभित्र प्रवेश गर्दैछौँ। मन्दिरबाट उकालो लाग्ने क्रममा हामी आइपुगेका छौँ तारकेश्वर महादेव मन्दिर। महादेव मन्दिर पुग्नुभन्दा अगाडिको यो चाहिँ 64 शिवलिङ्ग चाहिँ यहाँ यसरी देख्न सकिन्छ। भनेदेखि यहाँ चाहिँ यस्तो मजाले कलकल पानी बगिरहेको एउटा धारा छ। यति चिसो पानी चाहिँ अहिले भर्खर मैले खाएँ। पछि यहाँ यति नुहाउनलाई चाहिँ निषेधित भयो। पहिला चाहिँ नुहाइन्थ्यो। पहिला हाम्रो यिनै हो, यहाँ जनै पूर्णिमामा। हजुर, प्रत्येक जनै पूर्णिमामा यहाँ नुहाएर अनि माथि भगवान् शिवजीको चाहिँ दर्शन गर्न जाने हो। माथि भगवान् शिवजीको दर्शन गर्न जाने बेलामा अब यहाँबाट माथि चाहिँ कति बेलामा पुगिन्छ? यहाँ 5 मिनटमा पुग्नुहुन्छ। अब यहाँ चाहिँ यो जनै पूर्णिमामा मात्रै मेला लाग्ने कि अरू बेलामा पनि? यहाँ चाहिँ तपाईँको यसो हुन्छ, विशेष मेला भनेको चाहिँ जनै पूर्णिमा 1 नम्बर हो। हजुर, यहाँ चाहिँ तपाईँको त्यो बेलामा रक्षाबन्धन बाँधिन्छ यहाँ। हजुर, अनि यहाँबाट चाहिँ माथि गइन्छ, भगवान् शिव शङ्करको चाहिँ पूजा आजा गरिन्छ, त्यहाँ प्रसाद लगाइन्छ। हजुर, अनि त्यसपछि आइन्छ। हजुर, अनि तपाईँको चाहिँ साउन महिनामा साउनको समार लागिन्छ पूजा। हजुर, साउनको समार हुन्छ। अनि त्यहाँबाट तपाईँको त्यसै गरी चाहिँ हरितालिका पूजा लाग्छ। हरितालिका तिजमा पनि आउनु जाने हुन्छ। अनि तपाईँको चाहिँ माघ महिनाभरि नै चाहिँ तपाईँको चाहिँ फेरि चाहिँ यो चाहिँ स्वस्थानीको चाहिँ जुन चाहिँ यहाँ चाहिँ सतीदेवीको दाया टिक्रा पत्र भइसकेपछि 30 स्वरूप श्री तारकेश्वर महादेव उत्पन्न रहनु भएको र यसैमा भूमिमा आएर लक्ष्मीले आएर तपस्या गर्नुभएको महादेव स्थान हो। यो पौराणिक मन्दिर हो। यो चाहिँ तपाईँको ज्योति रूप चाहिँ होइन, पौराणिक मन्दिर हो। कतिपय हुनाले यहाँ अलिकति 5 मिनटमा माथि पुग्नुहुन्छ। आउने जाने भक्तजनहरूलाई एउटै कुरा के भनिदिनुहोस् हो भने, यो बाटोमा चाहिँ कमसेकम खाइसकेपछि चाहिँ पानीको बोतल अनि तपाईँको जो चाहिँ चाउचाउको कागज यिनीहरू चाहिँ अब जहाँ पाए त्यही नफ्यालिदिनु। त्यसको लागि चाहिँ म 10 औँला जोडेर भन्छु। ल अब बुवाको नाम भनिदिनुहोस्। मेरो नाम रामकुमार धिताल, म तारकेश्वर नगरपालिका वडा नम्बर 3, म भगवानको सेवक हो। हजुर, म चाहिँ तारकेश्वर नगरपालिकाबाट नै म यो मन्दिरको लागि नै संरक्षक। ए, तारकेश्वर नगरपालिकाले खटाउनु भयो यहाँ? हजुर। ए हुन्छ, ल हस्, धेरै धन्यवाद। एउटा चाहिँ तपाईँले बेला बेलामा एउटा चाहिँ हालिदिएको छ, किनकि बाटोमा चाहिँ अरूभन्दा मलाई साह्रै आपत्ति दिइसके। किन म बिहान बेलुका म दिनको 2 पटक यो बाटो हिँड्नुहुन्छ। हजुर, त्यो बेलामा चाहिँ तपाईँको कहिले उहाँ भिरमा लगेर फ्याल्दा हुन्छ प्लास्टिक, कहिले लगेर तल लगेर बोतल फ्याल्दा, पानीको बोतल हो, पानीको बोतल, चाउचाउको बोतल, खागाएको फलहरू त्यहाँ राखिदिएको छ। त्यो डस्टबिनमा त्यति राखिदिनु। जय होस्, तपाईँहरूले गरे पुण्य त्यहाँ काम लागेको छ। फोहोर गरेर मन्दिरमा फोहोर गरेर विद्रोह गरेर काम छैन। जय होस्। हस्, जय होस्। तारकेश्वर मन्दिरको उकालो हिँड्दैछौँ। खै बुवालाई भेटिएको स्थानभन्दा अलिकति माथि हाम्रो पुजारी बुवा हुनुहुँदो रहेछ। जहाँ खडा हुनुहुन्छ जिरो जोन हो। हजुर, मेन तारकेश्वर महादेव उत्पत्ति स्थान, सत्यमा उत्पन्न हुनुभएका महादेव कसरी उत्पन्न हुनु भन्दा माता सतीदेवीको दाहिनातिर यहाँ पतन भयो। त्यहाँबाट तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्ति स्वरूपले रहनुभयो। पछि लक्ष्मीले आएर महालक्ष्मीले सेवा पूजा गर्नुभयो।
लक्ष्मीलाई महालक्ष्मीलाई वरदान मिलेको ठाउँ। प्रत्येक साल कार्तिक औँसीको दिन लक्ष्मीको रूपमा घर घर पुगिनेछ भन्ने त्यो वरदान यहाँबाट मिलेको हुँदाखेरि यहाँ प्रत्येक साल हामी लक्ष्मी तिहार मनाउँछौँ, गौ पूजा गर्छौँ लक्ष्मीको रूपमा। अनि यहाँबाट जो प्रत्येक साल यहाँ श्रद्धालुहरू धेरै श्रद्धालुहरू दिया जलाएर कार्तिक औँसीको दिन दिया जलाएर छोपेर लैजान्छ घर लगाएर त्यहाँ राति जागरण गर्छन्, रातभर अखण्ड दिवस जलाउँछ। त्यो ठाउँ यो मेन तारकेश्वर महादेव भनेको यहाँ हो, यहाँ उत्पत्ति स्थान हो, पौराणिक स्थान हो, लाखौँ वर्ष पुरानो स्थान। यो गुफा चाहिँ गोसाइँकुण्ड पुग्ने अहिले तान्त्रिक साधकहरू जाने, अब त भूकम्प पनि आए भए पानी बग्दा बग्दा त्यो बिचमा टाल्ने पनि अलिकति बन्द पनि भएको छ। तर 1.5 किलोमिटर भित्रसम्म श्रद्धालुहरू केटाहरू हजुर 15 वर्षका 20 वर्षका 22-25 वर्षका 30-35 सालका पनि मान्छे यहाँबाट जाने ट्राई गर्ने, लाइट टर्च लिएर जाने, गुफामा देखिँदैन के रहेछ भित्र, कहाँसम्म पुगिँदो रहेछ, के कस्तो रहेछ भनेर हेर्न जाँदा जाँदै टर्च बल्ल छोड्ने। हजुर ल्याक अफ अक्सिजन अक्सिजनको कमीले गर्दा नभने फेरि डराएर बाहिर आउँथे। भने छिर्ने गुफा चाहिँ यता हो। यो यहाँबाट कोही यताबाट पनि जान्थे, यताबाट जान्थे। अब पानी बग्दा बग्दै भित्रबाट मिलले त ल्याएर मिट्टी बालुवा ल्याएर यहाँ यति भरिएको। ए यो पनि गहिरो ठाउँ थियो। यो भगवान् यति ताको चाहिँ यहाँ यति डिभाइन पावर छ कि हजुरको पहिले सुक्खा पर्दाखेरि, अकाल पर्दाखेरि, पानी नपर्दाखेरि यहाँ श्रद्धालुहरू यहाँ आएर रुद्राभिषेक गर्ने, जल चढाउने, अनि जल चढाउँदा चढाउँदै रुद्राभिषेक गर्दा गर्दै वर्षाउने, त्यस्तो ताकत यहाँ। अहिले बर्तन भान्डा पनि मिल्ने यहाँ। ठुल्ठुलो कार्यक्रम हुँदाखेरि सैकडौँ हजारौँको ग्यादरिङमा मान्छेलाई बनाउनुको सानोतिनो बर्तनले काम चल्दैन, ठुल्ठुला बर्तन चाहिएको खण्डमा पहिलेका गुरुहरूले यहाँ गाइड गर्ने, हजुर तारकेश्वर महादेव गएर प्रार्थना गरेर आउनुहोस्, तपाईँलाई बर्तन मिल्छ फेरि भुलिपट्टि जाँदाखेरि तपाईँलाई बर्तन तयार मिल्छ, ल्याएर उपयोग गरेर माजेर ल्याएर त्यहाँ राखिदिनुपर्छ है भनेर भन्नुहुन्थ्यो। त्यही गर्थेँ। अनि यहाँ प्रार्थना गरेर जाने, भुइँबाट आउँदै बर्तनका ढेर हुन्थ्यो, डाडु पन्युसहित हुन्थ्यो, त्यो उयो गरेर चाहिँ ल्याएर राउर सागर यहाँ ल्याउने, आफै गायो भने। अनि सती देवीको के पतन भयो यहाँ? दाइनतिर ए ओके, सती देवीको दाइनतिर पतन भएको ठाउँ। यहाँ जहाँ तिग्रा पतन भयो त्यहाँबाट तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिले गर्नुभएको। लक्ष्मीको पनि स्थान हो, त्रिशक्ति, दुर्गा शक्ति, लक्ष्मी शक्ति, शिवशक्ति। त्यसो हुँदाखेरि यो पावन स्थान, अति पवित्र स्थान। अनि यहाँ चाहिँ निसन्तान दम्पतिहरू यहाँ आएर भगवान्सँग प्रार्थना गर्दा सन्तान प्राप्त हुने अरू भइरहेका, अहिले पनि प्राप्त भएका सन्तानहरू यहाँ आएर मत्था टेक्न आउँछन्, प्रसाद चढाउनु पनि आउँछन्। Thank you so much. Thank you. Thank you so much. Nice meeting you. Nice to meet you. What is your name? Ananda Swami. Ananda Swami. Yes. I am bachelor, unmarried. Unmarried. Okay. Bachelor. Yes. Okay. Brahmachari. यो काठमाडौँ भ्याली धराहरा, हामी छौँ तारकेश्वर नगरपालिकामा। जय शम्भु। उकेरा